नेपालमा कहाँ एउटा हाइवे थियो? राणा शासन सिद्धिँदाखेरि नेपालमा हाइवे थियो। हेटौडाबाट चाहिँ के अरे भीमफेदीबाट गाडीहरू ल्याएर राणाहरूले चलाउँथ्यो, बोकेर ल्याएर चलाउँथ्यो नि। केही परिवारको लागि त्यो पनि सौखका लागि। अब त्यति बेला चाहिँ विद्युत थियो। विद्युत कसको लागि थियो? फर्पिङमा उत्पादन गरेको विद्युत र राणा परिवारको अलि दरबारको लागि र केही अलिकति हुने खानेहरूको लागि थियो नि। केही थियो त? त्यो एकदमै झुत्रे झाम्रे अवस्थामा नेपाल थियो राणा शासन सिद्धिँदाखेरि। अनि त्यो अवस्थामा सायद हुनसक्छ अब उनीहरूको राजनीतिक स्वार्थ पनि भयो होला, पक्कै पनि छ राजनीतिक स्वार्थ, र नेपालको स्थिति दयनीय देखेर पनि होला विदेशीहरूले पनि ल सहयोग गर्न थालेको हो। अनि हामी विदेशीहरूले सहयोग गर्न थाल्यो भनेर हामी फेरि मगन्ते भयौँ क्या, होइन? हामी आफूलाई पुग्ने बेलामा पनि हामी के गर्न थाल्यौँ? माग्ने कुरो चाहिँ छोडेनौँ क्या हामीले। माग्ने कुरा छाडेनौँ। के अरे माग्ने भन्ने कुरो त अहिले पनि त केही ठुलो कुराहरू गर्नु पर्यो भनेदेखि अब डोनर राष्ट्रहरूको लागि चाहिँ माग्नुपर्ने रहेछ त, मागिराखेको रहेछ त। त्यस कारणले विदेशी हस्तक्षेपलाई चाहिँ बाट मुक्त हुनको लागि हामी नेपालीले देशको अर्थतन्त्र सुधार्नै पर्छ। देशलाई अर्थतन्त्र नसुधारिकन देश समृद्धि हुँदैन र विदेशी हस्तक्षेप पनि चाहिँ अन्त्य हुँदैन भनेर मैले मेरो आत्मकथाको किताबमा चाहिँ प्रष्टसँग भनेको छु। भनेको तपाईँ छातीमा हात राखेर, किनभने सबभन्दा ठुलो साक्षी भनेको आफू र आफ्नो मन हो, होइन? छातीमा हात राखेर भन्न सक्ने कुरा मलाई मन्त्री बनाउनुमा या मेरो जीवनमा पढ्न जाने बाहेक मैले विदेशीको अहिलेसम्म केही गरेको छैन, केही लिएको छैन। म पढ्न जानुको लागि पनि त अमेरिका सरकारले स्कलरसिप दिएर गएको होइन नि। मैले मेरो आत्मकथामा लेखेको छु 1.5 वर्षसम्म मैले सयौँ चाहिँ युनिभर्सिटीहरूलाई एउटा हुलाकमा पत्र हालेर अनुरोध गरेर गर्दा एउटा भनौँ न एउटा सानो एउटा 1% पनि आशा नभएको कुरो भएको हो नि। अब त्यो पैसा त सिद्धिहाल्छ। सरकारको मन्त्री हुनुहुन्छ, मन्त्रीमण्डलबाट त्यो गर्दैन। पैसा लान म मन्त्रीमण्डलमा के अरे मन्त्री भएर मन्त्रीमण्डलमा त्यो चाहिँ प्रस्ताव लगेर वीरगञ्ज कृषि औजार कारखाना अथवा राष्ट्रिय आविष्कार केन्द्रलाई मैले चाहिँ यो बजेट चाहिँ छुट्याउँदैन। किनभने यो चाहिँ के हो भने एक किसिमको नैतिक भ्रष्टाचार के भन्छ, एउटा भ्रष्टाचार नै हुन्छ। आफू तपाईको पावर भएको बेलामा यो प्रश्न सोधेको मैले, आफू चाहिँ पावरमा भएको बेलामा आफ्नो लागि काम गर्यो भनेर, जसरी कि विगतका नेताहरूले आफू चाहिँ पावरमा भएको बेलामा आफ्नो चुनाव क्षेत्रमा चाहिँ भयभरको बजेट चाहिँ लैजाने, अरू क्षेत्रलाई नाङ्गै पार्ने जुन किसिमको चलन गरे त्यो चलन चाहिँ मैले चाहिँ गर्न चाहन्छु।